संसद जनताको आवाज हो कि बारम्बार विवादको केन्द्र? विकास र समृद्धिको लागि यो संस्था कति प्रभावकारी छ? आज यसबारे खुलस्त कुरा गरौँ। नेपालको सङ्घीय संसदको मुख्य भूमिका कानुन निर्माण, सरकारको नीति तथा कार्यक्रम अनुमोदन, बजेट पास गर्नु र सरकारलाई जवाफदेही बनाउनु हो। प्रतिनिधि सभा र राष्ट्रिय सभाले मिलेर जनताको प्रतिनिधित्व गर्दै राष्ट्रिय हितमा विषय छलफल गर्छन्। तर विगतका वर्षहरूमा संसद बारम्बार विवादमा फसिरहेको देखिन्छ। अहिलेको शैलीमा पनि दलगत स्वार्थ, गठबन्धन परिवर्तन र पर्याप्त छलफलको अभावले गर्दा उत्पादनशील काम प्रभावित भइरहेको छ। यसले जनतामा कस्तो असर पार्छ? विकासका योजनाहरू अड्किन्छन्, नीतिगत स्थिरता कायम हुँदैन, लगानी आकर्षित हुन गाह्रो हुन्छ र आम नजिकको विश्वास घट्छ। समाधानका लागि संसदीय मर्यादा र शिष्टाचारहरूलाई कड़ा साथ पालना गर्नु, मुद्दा केन्द्रित र सभ्य छलफलको संस्कृति बसाल्नु, प्रधानमन्त्री तथा मन्त्रीहरूलाई नियमित जवाफदेही बनाउनु, दलहरूले राष्ट्र र जनतालाई प्राथमिकता दिनु, लोकतन्त्रलाई सुदृढ बनाउन संसद प्रभावकारी हुनु आवश्यक छ।